हेलो साथीहरु, यो साइटबाट तपाईहरु सिम्पली लिंक शेयर गरेर तपाईहरु यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। यहाँ तपाईहरु देख्नुहुन्छ यो तपाईको पीटीपी लिंक छ साथीहरु। यो लिंक तपाईहरु शेयर गर्नु अनि पर क्लिक तपाईहरु 0.0003 USD पाउनुहुन्छ। यहाँ तपाईहरु यसको रेट तपाईहरु यहाँ देख्न सक्नुहुन्छ। पीटीपी रेट यहाँ तपाईहरु युनिक हैन, युनिक आईपी बाट आयो भने 1 आईपी बाट फर्स्ट क्लिक आयो भने तपाईहरु 0.003 USD पाउनुहुन्छ 1 क्लिकमा। त्यही आईपी बाट फेरि अर्को क्लिक आयो भने 0.0015 छ। अनि त्यस्तै यहाँ देख्न सक्नुहुन्छ 0.0001। शेयर गर्नलाई हैन तपाईहरु सिम्पली यो लिंकलाई हैन यहाँ यो लिंकलाई कपी गर्नु अनि त्यसपछि शेयर गर्नु। अर्को कुरा हैन, यो लिंकलाई तपाईहरु डाइरेक्टली शेयर गर्न सक्नुहुन्न। जस्तै अब तपाई सिम्पली यो ब्राउजरमा यो लिंकलाई ओपन गर्नु हैन त इनभ्यालिड भन्छ हैन, देख्न सक्नुहुन्छ। यो डाइरेक्टली ओपन हुँदैन साथीहरु। यसरी तपाईहरु शेयर गर्न मिल्दैन हैन। यसलाई कुनै साइटबाट रिडाइरेक्ट गर्नुपर्छ साथीहरु। जस्तै पीटीसी साइटहरु हुन्छ नि, त्यहाँबाट तपाईहरु भ्यू लिन सक्नुहुन्छ। जस्तै यो एउटा साइट छ हैन, यो हिरो फोसेट हैन, त्यसबाट तपाईहरु पीटीसी लिंक बाइ गर्न सक्नुहुन्छ। यसमा साइन अप गर्नु हैन अनि यहाँबाट तपाईहरु पीटीपी त्यो तपाई आफ्नो लिंक यो साइटमा एड गरेर त्यहाँबाट भ्यू ल्याउन सक्नुहुन्छ साथीहरु। त यो जुन छ नि यो तपाईहरु सिम्पली कुनै साइटबाट तपाईहरुलाई रिडाइरेक्ट गराउनु पर्छ। जस्तै सोशल नेटवर्क छ, फेसबुक, टेलिग्राम केही छ भने त्यहाँबाट कसैले क्लिक गरेर रिडाइरेक्ट भएर आयो भने मात्र तपाईहरु क्लिक काउन्ट हुन्छ। डाइरेक्टली पेस्ट गर्नुभयो भने काउन्ट हुँदैन। त्यसरी तपाईहरु ध्यान दिनु होला हैन। अनि त्यसपछि अर्को यसमा सर्फिङको अप्सन पनि छ हैन। यो सर्फिङको अप्सनमा तपाईहरु साइट भिजिट गरेर हैन यहाँ साइट लोड भइरहेछ हैन। यसमा तपाईहरु सिम्पली साइट भिजिट गर्नु हैन अनि यहाँबाट तपाईहरुको अर्निङ हुन्छ। अनि अर्को यसमा गेमको अप्सन पनि छ हैन। यो गेममा क्लिक गर्नु अनि दुईटा गेम छैन, ज्याकपट अनि स्नेक हैन, त्यो दुईटै गेम प्ले गरेर पनि हैन तपाईहरु यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। अनि त्यसपछि स्टेटस हैन, यहाँबाट तपाईहरु स्टेटस देख्न सक्नुहुन्छ। आजको अर्निङ हैन, हिजोको अर्निङ, कहाँबाट के भ्यू आछ हैन, त्यो सबै स्टेटस तपाईहरु यहाँबाट देख्न सक्नुहुन्छ साथीहरु। अनि क्याश आउट पेमेन्ट लिनलाई हैन तपाईहरु यहाँ क्याश आउटको अप्सन छ, यसमा क्लिक गर्नु अनि यसमा तपाईहरु देख्न सक्नुहुन्छ व्हिच बैंक ट्रान्सफर, फोसेट पे, स्क्रिल, बिटकॉइन हैन। स्क्रिलमा लिन चाहनुहुन्छ भने इजी हुन्छ, तपाईहरु इजिली हैन आफ्नो ई सेवामा लान सक्नुहुन्छ। यसरी यसको मिनिमम पेआउट चाहिँ $5 छ साथीहरु हैन। अनि यो रियल साइट छ, पेमेन्ट दिन्छ साथीहरु हैन। तपाईहरु यो साइटमा काम गर्न सक्नुहुन्छ। यो पपुलर साइट छ साथीहरु। यसमा धेरै अप्सन छ, फोसेट पे को पनि अप्सन छ हैन। अनि त्यसपछि बैंक ट्रान्सफर डाइरेक्टली हैन बैंकमा पनि यसले पेमेन्ट सेन्ड गरिदिन्छ। त्यसको मिनिमम हैन $25 छ साथीहरु। अनि बिटकॉइनमा लिन चाहनुहुन्छ भने बिटकॉइनमा पनि छ हैन। बिटकॉइनमा यसको $10 छ हैन। त्यो स्क्रिल लिनु हैन, स्क्रिलमा $5 छ। फोसेट पेमा अहिले टेम्पोरली बन्द गरिरहेछ फोसेट पे, फेरि इनेबल हुन्छ होला। स्क्रिल छ हैन, $5 यसको मिनिमम पेआउट छ। त्यसरी तपाईहरु साथीहरु यसमा यो साइटबाट अर्निङ गर्न सक्नुहुन्छ साथीहरु।